हेलो गाइस। विद्युत प्राविधिकरण निर्देशक कुलमान घिसिङलाई यो सरकारले 0 नम्बर दिएछ। गजब छ बा क्या गजब छ। कुलमान घिसिङको आफ्नो कामलाई उच्च मूल्याङ्कन गर्दै उले चुतिया भ्रष्टाचारी गफाडी सरकारले 0 नम्बर दिदामा कुनै फरक चाहिँ पर्दैन जस्तो लाग्छ मलाई, किनकि ओली सरकारलाई भन्दा कुलमान घिसिङको टिमहरूलाई जनताले धेरै मूल्याङ्कन गर्छ, धेरै चिनेको छ, धेरै इज्जत पनि दिन्छ। किनकि 18 घण्टा लोड सेडिङ बन्द गराउने पो त जे जस्तो भए पनि लोड सेडिङ मुक्त देश घोषणा गर्ने कुलमान घिसिङ पो हो त। हिजो अब 18 घण्टासम्म लोड सेडिङ हुँदा उली कहाँ कुदिन्थे, खुबै गफ लागिन्थे। जे होस्, महाकाली नदी बेच्न भारततिर धाइ बस्थ्यो। गोर्खाली टायर उद्योग, चिनी कारखाना उद्योग, अनेकै देशको सम्पत्तिहरू नष्ट गर्न बेच्न ओली कुदिन्थेन त्यति बेला। ओली गफाडी दुनियाँका बा लफङ्गा लफङ्गा बा कुलमान घिसिङ त हिरो पो हो त हौ, हिरो, यो देशको हिरो। नजिस्काउन धेरै, नगिच्याउन धेरै। तिमी गुन्डाहरू, भ्रष्टाचारीहरू, दलालीहरू बोकेर हिँड्छौ। तिमीलाई मान्छेले चिनेको छैन र? कुलमान घिसिङलाई जिस्काउनु भनेको सरकार खस्किनु हो के? सरकार दबिँदै जानु हो के? सरकार अझै निज भएर जानु हो के? मैले चाहिँ तिमीहरूलाई, तिम्रो सचिव र सहसचिवहरूलाई मैले चाहिँ म भुइँ मान्छेबाट चाहिँ 49 नम्बर दिएँ। 49 नम्बर दिएँ तिम्रो सरकारलाई र तिम्रो विशेष यो सचिव सहसचिवहरूलाई पनि। तर कामलाई होइन, भ्रष्टाचारलाई। के गरेको छौ के तिमीहरूले सरकारमा आएदेखि? के काम चाहिँ राम्रो काम गरेको छौ त्यो चाहिँ बताउ न। दमक माओ हलाटिलमा अरबौँको टावर बनायौ, त्यो पैसा पुरो कर्णाली नदीतिर पुल बनाउन अथवा झोर्लङ्गे पुल बनाउन लगेको भए कति राम्रो हुन्थ्यो। अझ पश्चिमतिर विभिन्न विकट गाउँ ग्रामीण क्षेत्रमा विकासको योजनाहरू लगिदिएको भए कति राम्रो हुन्थ्यो। जे भए पनि दमक जस्तो ठाउँमा भ्यू टावर बनाउन जरुरी नै देख्दिनँ थियो नि मलाई। तर पछिको अवस्थामा पर्यटकहरूको क्षेत्रमा, रोजगारको क्षेत्रमा ठिकै होला। तर अहिले वर्तमान अवस्थाको लागि पो सोच्ने हो त। अहिले टावर बनाइराख्नु जरुरी छ जस्तो मलाई देख्दिनँ थिएँ। ए ओली, तिम्रो कार्यकालमा अलिक राम्रो काम गरेर मरेर जाऊ न। राम्रो काम गर न, जनताले तिमीलाई मान्छ, इज्जत दिन्छ। तिम्रो आफ्नो कार्यकर्ता बाहेक अरूले तिमीलाई मान्दैन त, चिन्दैन त। त्यसैले तिम्रो मृत्यु पर्खिरहेछ नेपाली जनताहरूले। ए ओली, तिम्रो मृत्यु पर्खिरहेछ तिम्रो जनताले। कति विदेश पठाउँछौ युवाहरू, विदेश हुनु बाध्य कति बनाउँछौ अब योभन्दा धेरै। ठुक्क साले चुतिया ओली दुनियाँका बा। जे होस्, कुलमान घिसिङलाई मेरो तर्फबाट चाहिँ के भन्न चाहन्छु भने
यो आउने 84मा चाहिँ चुनाव उठेर जितेर काम गरेर देखाउनुहोस्, च्यालेन्ज दिनुहोस् यिनीहरूलाई, यो चुत्तियाहरूलाई। यो ओलीको हत्तपत्त मृत्यु हुँदैन जस्तो छ, किनकि एउटा छोरी मान्छेले भन्दै हुनुहुन्थ्यो एउटा मिडियामै आएर, अप्पु तँलाई धनै प्यारो हुन्छ भनेर। त्यही होला सायद। ओली बाचुन्जेल भ्रष्टाचार, पैसा जो गर्न कम्बोडियातिर, स्विस ब्याङ्कतिर पैसा थुपार्न मात्रै जन्मेको जस्तो लाग्यो कि देशको लागि बाँचेको जस्तो लाग्यो मलाई। देशको लागि यसले केही गर्दैन जस्तो अब चाहिँ फिल भइसक्यो मलाई।